झोल निस्कन्छ, हामीले रगत भन्छौँ। रगत आफैमा चाहिँ एउटा तरल र संयोजी तन्तु हो। तरल भन्नुको अर्थ यो झोलिलो हुन्छ, संयोजी भन्नुको अर्थ यसले विभिन्न कोषहरूलाई, विभिन्न अङ्गहरूलाई एक ठाउँबाट अर्को ठाउँमा पुगेर जोड्ने काम गर्छ, संयोजन गर्छ। शरीरका प्रत्येक कोषसम्म ती कोषहरूलाई बाँच्नको लागि आवश्यक पर्ने प्राणवायु, अक्सिजन, विभिन्न किसिमका पौष्टिक तत्त्वहरू पुर्याउने काम रगतले गर्छ। कतिपय ठाउँमा आफै उपस्थित भएर गर्छ, कतिपय ठाउँमा इन्डाइरेक्टली गर्छ। अनि ती कोषहरूबाट उत्सर्जित भएका विकारहरू शरीरबाट फोक्सो मार्फत फ्याँक्नको लागि पनि, पिसाब मार्फत फ्याँक्नको लागि पनि रगतले नै सहयोग गरिरहेको हुन्छ। रगत कहिले बन्छ? हाम्रो जीवन बाबुआमाको सूक्ष्म कोषहरूको संयोजनबाट बनेको हुन्छ। आमाको गर्भमा आएको तेस्रो हप्ता, 14 दिनसम्मको लागि दोस्रो हप्ता भन्यो, तेस्रो हप्ताबाट रगतको निर्माण सुरु हुन्छ।